कार्यक्रम सत्यको घडीमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन छ। आज यहाँको बिचमा मैले ल्याएको वचनको विषय छ साँचो समर्पणता, ट्रु कमिटमेन्ट। संसारमा धेरै मानिसहरू परमेश्वरमा निर्णय त गर्दछन्, तर समर्पित भएर भने जीवनमा मानिसहरू हिचकिचाउँदछन्। निर्णय र समर्पणतामा धेरै ठुलो भिन्नता छ। हामीले निर्णय गर्यौँ भन्दैमा हामी समर्पित हुन्छौँ भन्ने कुरामा कुनै ग्यारेन्टी छैन। हालसालको तथ्याङ्क अनुसार संसारमा हुने विवाहको 50% सम्बन्ध विच्छेदमा परिणत हुँदछन् रे। मानिसहरू विवाहको लागि निर्णय त गर्दछन्, तर साँचो रूपमा एक आपसप्रति समर्पित भएर नै जिउँदैनन्। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भनेदेखिलाई पनि इतिहासमा सम्बन्ध विच्छेदको दर बढ्नुको साथो कहिले पनि गरेको हामी पाउँदैनौँ। किनभने मानिसहरू विवाहको लागि निर्णय त गर्दछन्, तर एक आपसमा समर्पित भएर भने जिउँदैनन्। तर आजको विषय चाहिँ एक आपसको समर्पणता भन्दा पनि परमेश्वरमा हामी कसरी समर्पित भएर जिउने त, र समर्पणता के हो वास्तवमा बाइबल अर्थमा, आज यहाँहरूको बिचमा म बाँड्न चाहन्छु। यहाँहरूले बाइबल साथमा लिनुभएको छ भने मेरो साथमा पल्टाउन सक्नुहुन्छ। रोमी 12 अध्यायको 1 र 2 पदलाई आज हामी हेर्नेछौँ। परमेश्वरको दृष्टिकोणमा साँचो समर्पणता के हो र परमेश्वरमा कसरी हामी समर्पित भएर जिउन सक्दछौँ भन्ने बारेमा रोमी 12 अध्यायको 1 पददेखि 2 पदसम्म। 12 अध्यायको 1 पदमा यसो लेखेको छ, यसकारण ए भाइ हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान गरिदिइहाल। अब यस संसारसित एकै चालमा नहो, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदल्यौ। अब परमेश्वरका असल मनपर्ने र सिद्ध इच्छा के रहेछ भने तिमीहरू जाँचेर पत्ता लगाओ। बाइबल अर्थमा साँचो समर्पणता के हो, परमेश्वरले चाहनुभएको समर्पणता के हो भन्ने बारेमा दुईवटा कुरा यहाँको बिचमा म बाँड्न चाहन्छु। सबभन्दा पहिला त समर्पणताको लागि द मोटिभ, हामीहरूको अभिप्राय के हो, हामीहरूको प्रेरणा के हो, किन हामी परमेश्वरमा समर्पित भएर हामी जिउनु पर्दछ। र दोस्रो कुरा द म्यान्डेट, किन चाहिँ वास्तवमा हामी समर्पित भएर जिउनु पर्दछ। यसको वास्तव बाइबल अर्थमा साँचो समर्पणता के हो, परमेश्वरले समर्पणताको लागि दिनुभएको आज्ञा चाहिँ के हो भन्ने बारेमा द मोटिभ र द म्यान्डेट, अभिप्राय र आज्ञा, दुईवटा कुरा आज यहाँहरूको बिचमा म चर्चा गर्न चाहन्छु। जहाँसम्म हामीहरूको मोटिभको सवाल छ, किन चाहिँ हामी वास्तवमा परमेश्वरमा समर्पित जीवन जिउन आवश्यक छ त भन्ने प्रश्नको सवाल छ। 1 पदमा यहाँ पावल लेख्नुहुन्छ, प्रभुका जन, यसकारण ए भाइ हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु। हामीहरूको समर्पित जीवनको अभिप्राय अथवा प्रेरणा चाहिँ परमेश्वरको कृपा हो। त्यस कारणले गर्दा यहाँ पावल भन्नुहुन्छ, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु। जब परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको कृपालाई हामी विचार गर्दछौँ, परमेश्वरमा समर्पित जीवन नजिकन हामी बस्न सक्दैनौँ। अनि कृपा भन्नाले वास्तवमा के हो, हामीले पाउनु नपर्ने कुरा, हामीहरूको पापको कारणले गर्दा वास्तवमा पापको ज्याला मृत्यु, हामी आनन्दसम्म हामी मर्नुपर्ने, परमेश्वरबाट हामी टाढिनु पर्ने, र त्यति मात्र होइन, रात दिन हामी मृत्युको डर भई त्रासमा हामी जिउनु पर्ने, असत्य अधर्ममा हामी जिउनु पर्ने। तर परमेश्वरले कृपा गर्नुभयो भन्नुको तात्पर्य यो हो कि वास्तवमा हामीले परमेश्वरमा यो पापबाट हामीले उद्धार पाएका छौँ। तर बाइबलले अर्थमा वास्तवमा उद्धार के हो त, उद्धार भन्नाले हाम्रो पापको कारणले गर्दा जुन ज्याला परमेश्वरमा हामीले तिर्नु पर्ने छ, त्यो पापको ज्याला अब मैले तिर्नु पर्दैन। ख्रिस्टले त्यो मूल्य चुकाइदिनु भयो क्रुसमा मेरो पापको खातिर। त्यति मात्र होइन, वर्तमानमा म पापको बन्धनमा छैन। संसारको कुनै पनि पापले मलाई नियन्त्रण गर्दैन, किनभने अबदेखि उसो परमेश्वरले मेरो जीवनलाई नियन्त्रण गर्दछ। यसको मतलब यो होइन कि हामी संसारमा सिद्ध भएर जिउन सक्छौँ, हामी पाप रहित छौँ भनेर भन्न खोजेको होइन। संसारमा हामी गल्ती गर्छौँ, त्रुटि गर्छौँ, तर यो पनि वास्तविक हो, हिजोभन्दा आज हामी भिन्नै हुन्छौँ। हिजो जुन पापमा बन्धनमा हामी फसिरहेका थियौँ, तर आज त्यो स्वतन्त्रता पाएर परमेश्वरले पापको बन्धनबाट हामीलाई स्वतन्त्रता दिने लानुहुन्छ। परमेश्वरको शुद्धतामा, परमेश्वरको सिद्धतामा हामीलाई परमेश्वरले निरन्तर डुलाउनुहुन्छ। र उद्धारको अर्थ यो पनि हो कि एक दिन म यस्तो ठाउँमा हुनेछु जुन ठाउँमा पाप हुने छैन, पापको उपस्थिति हुने छैन। आई हेभ बिन सेभ फ्रम द पेनाल्टी अफ सिन, मैले विगतमा गरेको मेरो पापको ज्यालाबाट मैले उद्धार पाएको छु। त्यसलाई भन्छ न्यायीकरण, जस्टिफिकेसन। आई एम बिङ सेभ फ्रम द पावर अफ द सिन, म वर्तमानको पापको बन्धनबाट मैले छुटकारा पाएको छु, यसलाई भन्छ सेन्टिफिकेसन। र आई विल बी सेभ फ्रम द प्रेजेन्स अफ द सिन, यसलाई भन्छ ग्लोरिफिकेसन। म भविष्यमा यस्तो ठाउँमा हुनेछु जुन ठाउँमा
पापको उपस्थिति छैन। त्यहाँ पापको उपस्थिति नभएपछि, पापको प्रभाव नभएपछि यो जीवनमा न त त्यहाँ रोग हुन्छ, कष्ट हुन्छ, न त त्यहाँ पीडा हुन्छ, न त दुःख हुन्छ, न बिछोड हुन्छ, न अभाव हुन्छ। र त्यो जीवन परमेश्वरले चाहनुभएको प्रशस्तताको, शुद्धताको, सिद्धताको जीवनमा परमेश्वरले हामीलाई एक दिन दोहोऱ्याउनुहुन्छ। अनि त्यो काम मेरो धार्मिकताको कारणले होइन, पवित्र धर्मशास्त्रले भन्छ यसो ख्रिस्टले कल्भरी क्रुसमा तपाईँ र मेरो लागि के गर्नुभयो भन्ने कारणले। त्यसैले जब परमेश्वरको कामलाई म याद गर्दछु, परमेश्वरको कृपालाई म याद गर्दछु, हामी समर्पित भएर जिउनलाई हामीलाई यसले सहायता गर्दछ। त्यसले समर्पणता के हो भन्ने सिलसिलामा पावलले कुरा गर्दाखेरि सबभन्दा पहिला उसले याद दिलाउँछ, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु। जब परमेश्वरको कृपालाई हामी याद गर्दछौँ त्यति बेला हामी परमेश्वरमा समर्पित भएर जिउन हामी सक्दछौँ। तर वास्तवमा समर्पणता के हो त, साँचो समर्पणता के हो भन्ने बारेमा सबभन्दा पहिला त हामीले एक पदमा हामी पाउँदछौँ, ट्रु कमिटमेन्ट डिमान्ड्स कम्प्लिट डेडिकेसन। एउटा शब्द यहाँ प्रयोग गरेको छ एक पदमा, बलिदान भन्ने शब्द। साँचो समर्पणता चाहिँ वास्तवमा बलिदानयुक्त जीवन हो। जो जीवनमा बलिदान छ त्यो जीवन चाहिँ परमेश्वरमा साँचो रूपमा समर्पित जीवन हो। एक पदमा, यसकारण भाइयो परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु कि तिमीहरू यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान गरिदिइहाल। बलिदान त बलिदान, तर कस्तो खालको बलिदान भन्ने बारेमा, बलिदानको बारेमा तीनवटा यहाँ व्याख्या गरेको छ। जबसम्म हाम्रो जीवन बलिदानयुक्त हुँदैन तबसम्म हामीमा साँचो समर्पणता हुँदैन। समर्पणताको लागि सबभन्दा महत्त्वपूर्ण काम चाहिँ, महत्त्वपूर्ण आवश्यकता चाहिँ वास्तवमा बलिदान हो। ट्रु कमिटमेन्ट डिमान्ड्स कम्प्लिट डेडिकेसन। तर यो बलिदान चाहिँ कस्तो हुनुपर्छ भन्ने बारेमा सबभन्दा पहिला यहाँ पावल लेख्नुहुन्छ, यो जीवित बलिदान हो, यो मरेको बलिदान होइन। दोस्रो कुरा, यो बलिदान परमेश्वरलाई मनपर्ने बलिदान हो। र तेस्रो कुरा चाहिँ परमेश्वरमा शुद्ध अथवा पवित्र बलिदान हो, यो जीवित बलिदान हो। धेरै पटक हामी मरेको, काम नलागेको, कुहिएको कुराहरू मात्र हामी धर्मकर्मको लागि भनेर हामीले मन्दिरमा चढाउने, विभिन्न ठाउँमा हामीले चढाउने काम गर्छौँ। वास्तवमा जब परमेश्वरमा हामी समर्पित भएर जिउँछौँ भनेदेखिलाई हामीले मरेको कुरा भन्दा पनि वास्तवमा जीवित कुरा परमेश्वर चाहनुहुन्छ। अनि त्यो जीवित कुरा चाहिँ वास्तवमा कुनै पशु जनावर होइन, हाम्रो आफ्नै जीवन परमेश्वर चाहनुहुन्छ। जे जीवन परमेश्वरमा बलिदान हुनु भन्नुको मतलब अब यो जीवनको स्वामित्व ममा छैन, यो स्वामित्व परमेश्वरमा छ। किनभने परमेश्वरलाई मैले स्वामी मान्नुको मतलब, परमेश्वरलाई मैले मालिक मान्नुको मतलब अब यो जीवनको नियन्त्रण मेरो अधिकारमा, मेरो अधीनमा, मेरो इच्छामा होइन। यो जीवन अब परमेश्वरको इच्छामा, परमेश्वरको अधीनमा, परमेश्वरको नियन्त्रणमा चल्दछ। त्यसैले जहाँसम्म बलिदानको सवाल छ, पहिलो कुरा यहाँ पावलले भन्नुहुन्छ यो जीवन चाहिँ वास्तवमा जीवित बलिदान हाम्रो हुनुपर्छ। मरेको कुरा, काम नलागेको कुरा परमेश्वरलाई हामीले चढाउने होइन, तर परमेश्वरमा साँचो समर्पित भएर जिउने मान्छेले आफ्नो जीवन पूर्ण रूपमा परमेश्वरमा सरेन्डर गरेको हुन्छ, परमेश्वरमा अर्पण गरेको हुन्छ, ताकि परमेश्वरको इच्छामा, परमेश्वरको उद्देश्यमा यो जीवनलाई प्रयोग गर्नको लागि जीवनको हरेक पक्षमा ऊ समर्पित हुन्छ। र त्यति मात्र होइन, बलिदानको जीवन चाहिँ वास्तवमा शुद्धताको जीवन हो। त्यसैले जब जब पुरानो नियममा बलिदानको विषयमा जब खसी बोकाहरूको बलिदानको बारेमा कुरा गर्दाखेरि एउटा कुरा यहाँ बारम्बार दोहोऱ्याएको छ, निष्खोट अथवा कुनै पनि खोट नभएको। अनि परमेश्वरमा हाम्रो जीवन समर्पित भएर जिउने हो भनेदेखिलाई केवल बलिदान मात्र पर्याप्त छैन, यो बलिदान चाहिँ वास्तवमा खोट रहित बलिदान हुनुपर्छ। हामीले लापरवाहीको जीवन हामी जिउँछौँ, जेमा लातेको कुरा हामी खान्छौँ, जेमा लाते हामी हेर्छौँ, जेमा लातेको कुरा हामी बोल्छौँ, संसारको सबै एउटै ढाँचामा हामी चल्दछौँ भनेदेखिलाई यो जीवन चाहिँ वास्तवमा परमेश्वरलाई मनपर्ने जीवन होइन, परमेश्वरमा शुद्धको जीवन होइन, त्यो शुद्धताको जीवन होइन भनेदेखिलाई त्यो बलिदान परमेश्वरको लागि स्वीकार्य छैन। अनि त्यो बलिदान वास्तवमा समर्पित बलिदान होइन, समर्पित जीवन होइन। त्यसैले यहाँ परमेश्वरले भन्नुहुन्छ यो जीवित बलिदान, दोस्रो कुरा चाहिँ परमेश्वरमा शुद्ध पवित्र बलिदान, र तेस्रो कुरा चाहिँ परमेश्वरलाई मनपर्ने। परमेश्वरमा समर्पित जीवनले कहिले पनि मलाई के फाइदा हुन्छ, मलाई मेरो स्वार्थ के हो भन्ने कुरालाई भन्दा पनि जहिले पनि परमेश्वरको इच्छा के छ जीवनको हरेक पक्षमा, परिवारको क्षेत्रमा, पेसाको क्षेत्रमा, प्रमाणपत्रको क्षेत्रमा, जीवनको हरेक पक्षमा निर्णय गर्दा उसको प्रश्न हुन्छ परमेश्वर के चाहनुहुन्छ। त्यति मात्र होइन, जीवनको हरेक घटना अवस्था परिस्थितिलाई सम्हाल्दाखेरि मलाई के फाइदा हुन्छ भन्दा पनि परमेश्वरले यो घटना अवस्था परिस्थितिमा के चाहनुहुन्छ। परमेश्वरलाई मनपर्ने जीवन चाहिँ त्यो हो, त्यो चाहिँ साँचो बलिदान हो। त्यो बलिदान हाम्रो जीवनमा छ भनेदेखिलाई अनि वास्तवमा साँचो समर्पणता चाहिँ त्यो हो भन्ने कुरा पावलले एक पदमा यहाँ उल्लेख गर्नुभएको हामी पाउँदछौँ। एक दिनको घटना थियो, एकजना पास्टरलाई धेरै दुःख लागेको छ, किनभने उसको घरमा उसको आय स्रोत भन्नु नै वास्तवमा उसको गाईबस्तुहरू थियो। अनि उसको गाई नभएको कारणले गर्दाखेरि उसलाई धेरै दुःख लागेको थियो, धेरै समय प्रार्थना गर्यो।
एक दिन एकदम नि खुसी हुँदै उसको श्रीमती पास्टरनी आमा खुसी हुँदै उसलाई सूचना दियो, ओहो हाम्रो घरमा त गाई ब्याउने भएको छ, परमेश्वरले आशिष दिनुभयो, धन्यवाद भनेर भन्न छ। परमेश्वरले बडो खुसी साथ धन्यवाद दिनु छ। समय बित्दै जान्छ, नभन्दै 2टा बाछो ब्याउँछ। अनि त्यति बेला पनि उनीहरू बडो खुसी हुन्छ, ओहो एउटा मात्र होइन, परमेश्वरले हामीलाई 2टा दिनुभयो। अनि पास्टरनी आमाले त्यहाँ सुझाव दिन्छ, उसो भए परमेश्वरको लागि पनि हामी के गरौँ न, एउटा चाहिँ किन हामीले परमेश्वरलाई नदिने। अनि पास्टर बडो हिचकिचाको रूपमा उसले त्यो सुझावलाई मानिलिन्छ र उसले भन्छ ठिकै छ, एउटा हामी परमेश्वरलाई दिउँला अनि एउटा चाहिँ हाम्रो लागि हुनेछ। समय बित्दै जान्छ अनि त्यसपछि लाएर पास्टरनी आमाले भन्छ अब परमेश्वरको कुन चाहिँ हो, हाम्रो कुन चाहिँ, त्यो पनि छुटाउँ न। पास्टरले भन्छ अब त्यो छुटाइहाल्छ, त्यो ठुलो भएपछि बढेपछि हामी परमेश्वरलाई दिउँला, हाम्रो हामीलाई राखौँला, फिकिर नगर न। एक दिन त्यो पास्टरनी आमा रुँदै आउँछ र खबर ल्याइन्छ हाम्रो एउटा बाछो मऱ्यो। अनि हतपत त्यहाँ पास्टरले सम्झाउँछ, किन दुःखी मानेको, किन रुन्छौ तिमी, किनभने जुन बाछो मऱ्यो परमेश्वरकै मऱ्यो नि, हाम्रो त जिउँदैछ नि, किन तिमी दुःख मान्छौ। अधिकांश बेला हाम्रो जीवनको समर्पणता पनि यस्तै खालको हुन्छ, मरेको काम नलागेको परमेश्वरको, जो जीवित छ, जो राम्रो छ, त्यो हाम्रै। अनि यसलाई चाहिँ वास्तवमा बाइबल अर्थमा साँचो समर्पणता भन्दैन। साँचो समर्पणता, बलिदानयुक्त जीवन चाहिँ परमेश्वरको दृष्टिकोणमा साँचो समर्पणता हो। त्यो साँचो जीवित रूपमा परमेश्वरलाई हामीले बलिदान दिनुपर्छ, परमेश्वरलाई शुद्धतामा हामीले परमेश्वरलाई बलिदान दिनुपर्छ र त्यति मात्र होइन, परमेश्वरलाई मनपर्ने प्रकारले यो जीवन यापन गर्नुपर्छ। त्यो जीवन चाहिँ परमेश्वरमा बलिदानयुक्त जीवन हो, त्यो जीवन चाहिँ परमेश्वरमा साँचो रूपमा समर्पित जीवन हो। तर साँचो समर्पणता चाहिँ वास्तवमा बलिदान मात्र पर्याप्त छैन। साँचो समर्पणताको लागि दोस्रो कुरा हामीलाई बदलावको पनि आवश्यक छ। बलिदान त छ, समर्पणता छ, हामीले हरेक समय दिन्छौँ, सम्पत्ति दिन्छौँ, हामीले स्रोत साधनहरू खर्च गर्छौँ परमेश्वरको कामको लागि, परमेश्वरको राज्यको निम्ति, तर जीवन चाहिँ बदलाव छैन भनेको लागि बाइबल अर्थमा त्यो चाहिँ वास्तवमा साँचो समर्पणता होइन। त्यही भएर 2 पदमा यहाँ पावल भन्नुहुन्छ, अब यस संसारसितकै चालका नहो, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियो। अब परमेश्वरका असल मनपर्ने र सिद्ध इच्छा के रहेछ भने तिमीहरू जाँचेर पत्ता लगाओ। Do not be conformed with the pattern of the world, be transformed by renewing of your mind। यो ट्रान्सफर्मेसन भन्ने शब्द ग्रिकमा चाहिँ मेटामोर्फोस भनेर भन्दछ। अनि यसको साँचो उदाहरण चाहिँ हामीले झुसिल किरामा हामी पाउँछौँ। जब झुसिल किरा परिवर्तन भएर जब पुतलीमा परिणत हुन्छ, अनि त्यो चाहिँ वास्तवमा साँचो परिवर्तन हो। अनि परमेश्वरले पनि वास्तवमा संसारमा हिजोको जीवन हाम्रो घिनलाग्दो झुसिल किराको जस्तो जीवन थियो, तर आज परमेश्वरले चाहनुभएको जीवन चाहिँ पुतलीको जस्तो सुन्दर जीवन, हरेक आँखाले त्यसलाई हेर्न चाहन्छ र मानिसहरू त्यसको फोटो खिच्न चाहन्छ, किनभने ऊप्रति आकर्षित हुन्छ। अनि त्यसैले साँचो समर्पणता चाहिँ वास्तवमा बलिदानको जीवन मात्र होइन, साँचो समर्पणता चाहिँ वास्तवमा बदलावको पनि जीवन हो भन्ने कुरा यहाँ परमेश्वरले गर्नुहुन्छ। बाइबल धर्मशास्त्रमा उल्लेख गरेको छ, परमेश्वरका जनले यहाँ उल्लेख गरेको छ। त्यसले बदलाव गर्नुको लागि सबभन्दा सुरुवात चाहिँ कहाँबाट हुन्छ, मनको परिवर्तनले तिमीहरू बदलाव। मनमा नै परिवर्तन हुँदैन भने त्यो जीवनमा बदलाव कहिले पनि हुँदैन। नचाहिने कुरा म खाँदिनँ भनेर जबसम्म मनमा निर्णय हुँदैन, त्यो जीवनमा बदलाव कहिले पनि हुँदैन। नचाहिने कुरा म हेर्दिनँ, त्यहाँ म जाँदिनँ भनेर जबसम्म उसले मनमा निर्णय गर्दैन, उसको जीवनमा बदलाव हुँदैन। नचाहिने कामहरू म गर्दिनँ भनेर जबसम्म उसले आफ्नो जीवनमा निर्णय गर्दैन, त्यो जीवनमा परिवर्तन कहिले पनि हुँदैन, बदलाव कहिले पनि हुँदैन। त्यसैले बदलावको जहाँसम्म सवाल छ, बाइबल धर्मशास्त्रमा उल्लेख गरेको छ, मनको परिवर्तनले तिमीहरू बदलियो। धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ। हामीले बारम्बार सुनिरहेको यो नारा हो, तर पनि मानिसहरू धुम्रपान छोड्दैन, किनभने मनमा कहिले पनि निर्णय गर्दैन। सुनेको त हो कानमा, तर मनमा निर्णय छैन, मनमा परिवर्तन छैन, व्यवहारमा कहिले पनि परिवर्तन आउँदैन। त्यसैले परिवर्तनको सुरुवात जहिले पनि हाम्रो मनबाट हुन्छ। त्यसले मनको परिवर्तनले तिमीहरू बदलियो। अनि बदलावको जीवन चाहिँ बाइबलले अर्थमा वास्तवमा परमेश्वरमा समर्पित जीवन हो। तर बदलावको जीवन भयो भनेदेखिलाई के हुन्छ, परमेश्वरको असल इच्छा के छ, परमेश्वरलाई मनपर्ने इच्छा के छ, परमेश्वरको सिद्ध इच्छा के छ, त्यो हामी थाहा गर्छौँ। हाम्रो जीवन त्यति बेला अर्थपूर्ण हुन्छ, सार्थक हुन्छ जब यो जीवन परमेश्वरले दिनुभएको उद्देश्यमा, योजनामा हामी जिउँदछौँ। हामीले उदाहरणको लागि हामीले एउटा किल्ला अथवा यो सानो आल्पिन र सानो सियोलाई हामीले लिएर हेरौँ। दुईटालाई हेर्दाखेरि अलिकति मात्र फरक छ टाउकोमा। सियोको टाउकोमा पाल हुन्छ, आल्पिनको टाउकोमा डल्लो हुन्छ, तर सानो भिन्नता भए तापनि यसको उद्देश्य पूर्ण रूपमा भिन्न हुन्छ। यसको आफ्नो उद्देश्यलाई यसलाई प्रयोग गर्यो भने यसको महत्त्वपूर्णतालाई हामी बुझ्दछौँ, तर यसको उद्देश्यमा हामी प्रयोग गर्दैन भनेदेखिलाई यो हामीलाई केही पनि जस्तो लाग्दैन। परमेश्वरले पनि तपाईँ र मलाई एउटा उद्देश्यसहित संसारमा राख्नु भएको छ।
अनि त्यो उद्देश्यमा हामी जिउने हो भनेदेखिलाई परमेश्वरको इच्छालाई हामीले जाने हो भनेदेखिलाई केवल हाम्रो जीवनमा समर्पणताको निम्ति बलिदान मात्र पर्याप्त छैन, हाम्रो जीवन पनि बदलावको जीवन हुनुपर्छ भन्ने कुरा यहाँ पावलले उल्लेख गर्नुभएको छ। अनि बदलावको जीवन जब हामी जिउँछौँ, परमेश्वरको असल इच्छामा हामी जिउँछौँ, परमेश्वरलाई मनपर्ने इच्छामा हामी जिउँछौँ, परमेश्वरको सिद्ध इच्छामा हामी जिउँछौँ, त्यति बेला यो जीवनको अर्थ के हो, यो जीवनको सार्थकता के हो, यो जीवनको उद्देश्य के हो, यो जीवनको महत्त्वपूर्णता के हो र जीवनको अर्थ के हो भन्ने कुरा हामी त्यति बेला थाहा गर्दछौँ। जुन उद्देश्यले परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो त्यो उद्देश्यमा जब हामी जिउँछौँ यो जीवन अर्थपूर्ण हुन्छ, यो जीवन सार्थक हुन्छ। धेरै पटक हामी परमेश्वरमा निर्णय त गरेको छौँ भनेर भन्छौँ, तर हामी साँचो समर्पणतामा जिउँदैनौँ। त्यस कारणले हाम्रो जीवनमा कुनै पनि भिन्नता छैन, न त हाम्रो चरित्रमा भिन्नता छ, न त स्वभावमा भिन्नता छ, न परमेश्वरको आशिषमा भिन्नता छ, न हाम्रो जीवन अरूको निम्ति आशिष भएर हामी जिउन सक्छौँ। त्यति बेला परमेश्वरमा हामी आशिष जीवन जिउन सक्छौँ जुन बेला हामी परमेश्वरमा साँचो रूपमा समर्पित भएर जिउँछौँ। अनि वास्तवमा यो बलिदानयुक्त जीवन, बदलावको जीवन यो परमेश्वरको लागि होइन। परमेश्वर वास्तवमा एकदमै भोको नाङ्गो भएको कारणले, हामीले दिएको कारणले, उहाँ धनी भन्ने राम्रो भन्ने भएकोले तिमीहरूले बलिदानयुक्त जीवन जिउ भनेर परमेश्वरले भन्नुभएको होइन। परमेश्वरले हाम्रो जीवनमा आशिष चाहनुहुन्छ, निरन्तर उहाँ आशिष दिन चाहनुहुन्छ। हाम्रो आशिषको खातिर आफूसँग भएको एक पुत्रलाई पनि उहाँले बाँकी राख्नु भएन भनेदेखिलाई तपाईँ र मेरो लागि उहाँलाई केही कुरा पनि बाँकी राख्नुहुन्न। त्यसको लागि परमेश्वरले हाम्रो जीवनमा चाहिने एउटै कुरा हो, हाम्रो केवल निर्णय होइन, परमेश्वर चाहनुहुन्छ हाम्रो समर्पणता। साँचो समर्पणताको लागि बलिदान चाहिन्छ, साँचो समर्पणताको लागि बदलाव चाहिन्छ। जब पाइलटले प्लेन उडाउँछु भनेर निर्णय गरेर जब प्लेन अघि बढाउँछ, एउटा बिन्दुमा पुगेपछि उसको लागि या त गर हुन्छ या त मर। उसले प्लेन या त उडाउनै पर्छ, उडाएन भनेदेखिलाई प्लेन दुर्घटना भएर धेरै मानिसहरूको यात्रुहरूको त्यहाँनिर दुर्घटना भएर मर्न सक्छ। जब हामी परमेश्वरमा निर्णय गर्दछौँ, हामी केवल रनवेमा सीमित हुने होइन, हामीले समर्पित भएर परमेश्वरमा हामीले उड्न सिक्नुपर्छ। अनि मात्र हाम्रो गन्तव्यमा हामी पुग्दछौँ, हाम्रो जीवन आशिषमय हुनेछ, हाम्रो जीवन अर्थपूर्ण हुनेछ। मलाई आशा छ परमेश्वरमा तपाईँले निश्चय पनि सोच्नुहुनेछ, केवल निर्णयको खातिर मात्र होइन, समर्पणताको खातिर परमेश्वरले तपाईँको जीवनलाई आशिष दिउन्। धन्यवाद।